कफी बगैँचामा छौँ हामी। दिदीले लाउँदै हुनुहुन्छ बोडो पेस्ट। हामी कफी बगैँचामा छौँ। यता हाम्रो अर्को दिदी हुनुहुन्छ, उहाँले पनि लाउँदै हुनुहुन्छ। खास गरी गोबारको आक्रमण अलिकति हाम्रो यो बगानमा बढ्दो छ। हामीले केही समय अगाडि यहाँनिरको काटेका थियौँ गोबारो लागेर। यो कम गोबारो लाग्ने भेराइटी हो हुन पनि, यो चाहिँ हाम्रो क्याटेसिक भन्ने भेराइटी थियो। यो चाहिँ हामीले चाहिँ अब यसलाई काट्यौँ होइन। यहाँनिर देख्न सक्छौँ, यो काटे पछाडि यसको सकर्सहरू यो लेभलमा पलाएर आएको छ। अब हामीले यो सबै त राख्दैनौँ होइन। यो मध्ये कुनै अब यसमा हामीले यसलाई मल्टिपल स्टिम सिस्टममा लैजाँदाखेरि चाहिँ कम्तीमा 2टा र अब हाम्रो स्पेस पुग्छ भनेदेखि 3वटासम्म हामीले चाहिँ यसमा सकर्सहरूलाई चाहिँ हामीले राख्ने हो होइन। त्यो हुँदाखेरि अब यो लेभलबाट नै हामीले सकर्सहरूलाई चाहिँ अलिकति सिलेक्सनमा चाहिँ लैजानु चाहिँ राम्रो हुन्छ होइन। मैले चाहिँ यो सकर्सलाई राख्ने हुन्छ। अनि त्यस पछाडि यो मध्येबाट यसमा ठुलो देखिए पनि यो त्यति राम्रो छैन, यसलाई चाहिँ हटाइदिउँ होइन। यो अर्को यो सकर्स राख्ने। अनि यो अर्को चाहिँ हामीले 3वटा बनाउने भनेदेखि अपोजिट साइडमा यताबाट आउने कुनै सकर्सलाई चाहिँ हामीले ग्रो गर्न सक्छौँ। अहिले चाहिँ मैले यो अलिकति राम्रो लागेको यो 2वटा सकर्सलाई चाहिँ राखेको छु होइन। यसलाई हामीले डबल स्टिम सिस्टममा लगाउन सकियो। सामान्यतया हामीले नेपालमा प्र्याक्टिस गर्ने 2x2 जेनरली प्र्याक्टिस गरिन्छ। यसलाई चाहिँ कम्तीमा हामीले डबल स्टिम सिस्टममा चाहिँ लैजान सकिन्छ। अब यो सिङ्गल स्टिम सिस्टम, मल्टिपल स्टिम सिस्टम भनेर चाहिँ के हो त भन्ने कुरा चाहिँ अलिकति टेक्निकल विषय हो। यो ऱ्यान्डमली बनाउनु पनि हुँदैन। त्यसमा ट्रेनिङ प्रुनिङको कुराहरूमा सिङ्गल सिस्टमको ट्रेनिङ प्रुनिङ र मल्टिपल सिस्टमको ट्रेनिङ प्रुनिङ एकदमै डिफ्रेन्ट हुन्छ। त्यो चाहिँ पहिला बुझेर चाहिँ गर्नुपर्छ। त्यो बुझाउनको लागि चाहिँ हामी छौँ, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड छ। कफीको बारेमा केही, चियाको बारेमा केही पहिला सुरुमा के बुझ्नु पऱ्यो भनेदेखि पहिला सम्पर्क गर्ने कार्यालय नै चिया तथा कफी विकास बोर्ड हो। त्यो चाहिँ मैले चाहिँ अनुरोध गरेँ। अब यहाँ डिफ्रेन्ट खालका भेराइटिजहरू पनि यहाँ हामीसँग छ। विभिन्न खालका भेराइटिजहरू हामी देख्न सक्छौँ। अब यो भेराइटीमा कुनैमा चाहिँ अलिकति गबारो लागिरहेको छ, कुनैमा छैन, गबारो त्यस्तो चाहिँ देखिएको छैन। यो टेकिसेकमा चाहिँ अलिकति बढी प्रकोप गबारोको देखिरहेको छ। यहाँनिरको पनि एउटा हामीले निकै पहिला काटेका थियौँ, यो हार्भेस्टिङभन्दा अगाडि नै गबारोको लक्षण देखेर चाहिँ यहाँनिरको होइन यो चाहिँ हामीले गरेका थियौँ। यसमा निकै लामो समयपछि बल्ल सकर्स आयो भनेको यो हाम्रो लगभग 5-6 महिना पछाडि मात्रै यो सकर्स यसमा डेभलप भयो। कस्तो भनेदेखि यो प्लान्टको इनर्जी कहाँनिर छ भन्ने कुरा पनि एउटा डिटरमाइन हुन्छ। खास गरी डोर्मेन्सी सकिसके पछाडि फ्लसिङको बेलामा छ भनेदेखि चाहिँ यो छिटो ग्रो हुन्छ होइन। यदि डोर्मेन्सी छैन, डोर्मेन्सीभन्दा अगाडि गरियो भनेदेखि त्यो प्लान्टले पहिला डोर्मेन्सी फेजमा चाहिँ जानु पऱ्यो, त्यस पछाडि मात्रै त्यसले फ्लसिङमा जान्छ। त्यही भएर चाहिँ बिरुवालाई हामीले कोलार प्रुन गर्दा चाहिँ डोर्मेन्सी पछाडि गर्दा चाहिँ बेटर रिजल्ट चाहिँ आउँछ। यहाँ 2वटा प्लान्ट चाहिँ छ। यो क्याटेसिक जातका चाहिँ एउटा यो छ, यो चाहिँ मेरो यो चाहिँ फ्रेस नै देखिन्छ। नजिकैको यो प्लान्ट चाहिँ अलिकति फिलिङ नट वेल टाइपको यहाँ चाहिँ देखाएको छ है। अब यसमा मेबी अब यसमा के छ, यो चाहिँ मेबी गबारो हुन सक्यो, जे पनि हुन सक्यो। यसलाई केही समय वेट गरौँ। त्यही भएर यो कस्तो छ भनेदेखि रेगुलर अब्जर्भेसन चाहिँ एकदमै इसेन्सियल छ। रेगुलर अब्जर्भेसन गर्न सकिँदैन भनेदेखि चाहिँ गाह्रो हुन्छ है फार्मिङ। तपाईँहरूको पनि रेगुलर अब्जर्भेसन गर्नेले चाहिँ मात्रै यो कफी गर्नु होला। कहिलेकाहीँ
कहिलेकाहीँ गरेर चाहिँ हुँदैन, यो कहिलेकाहीँ गर्ने चिज चाहिँ होइन। त्यो कुरा चाहिँ हामी सजग रहनु होला।